आज देखाउँछु म तपाईँहरूलाई गुन्डु। मेरो फर्स्ट भ्लग अब चाहिँ जिन्दगीकै न्यु इयरको 2025 को मेरो फर्स्ट भ्लग है गाइज। भ्यू हेरौँ यहाँको मस्त मस्त मलङ्ग। आहा वरिपरि खेतीबारी आनन्द छ। वरिपरि खेतीबारी साइडमा हेर बोझको भारी। जिन्दगीमा छ हामीलाई मनी कमाउने जिम्मेवारी। गालामा दारी मन पर्छ नारी स्वच्छ सारी सेन्टले छिस पारी भन्ने रमाइलो भइरहेछ। ओहो यो कुन फुल हो रञ्जित पहेँलो? सयपत्री के भन्छ यसलाई? तोरी रहेछ नि त यो। कपाल ख्यालो भाउ। ओ आजभोलि तिमीहरूले थाहा पायो कि नै चाइनिजहरू होइन लाइभ गर्दै हिँड्दो रहेछ नि नेपालमा। सिनामङ्गलमा पनि रेगुलर एउटै चाइनिज होइन अगाडि केटी हिँडाएर लाइभ गर्दै हिँड्छन् भने किन रहेछ? लोकेसन देखाउनलाई हो क्या हो? यहाँ यो गार्डनहरूमा यस्तो हुँदो रहेछ। हेर्नुहोस् केटा हो। अलराइट म चाहिँ यहाँ थाकिसकेँ। हिँड्दा हिँड्दा मोटो मान्छे थाकिहाल्दो रहेछ। रञ्जित म देखिरहेको छु हेर त। अलराइट म देखिरहेको रहेछु। हेर्नुहोस् है त मलाई गाइज हेर्ने लाइकको नभए पनि म 2025 को मेरो फर्स्ट भ्लग हुनेछ यो। लङ प्रतीक्षापछि यस्तो राम्रो भ्यू हेर्न पाउन सक्छौँ हामी। अलराइट बाटोमा हिँड्दा हिँड्दा हामीले एउटा खजाना भेट्यौँ। मह पालन नि रहेछ यो। यहाँ यो हेर्नुहोस् मवालै रहेछ। 1000 मा उतै बेच्छ अनि मिठो छ। यो चाहिँ मौरीको चाकाहरू है। फेरि मौरीको चाका होइन यसलाई के भन्छ? घार भन्छ हो। घार भन्दो रहेछ। यहाँ पनि घार छ। यहाँ माउरीको घार उता मान्छेको घार। नेपालको झन्डा नेपाली रहेछ त्यो मान्छे। गुन्डुमा पनि नेपालीहरू रहेछ भन्ने। गुन्डु ग्याङ। मौरी फार्म अगाडि बाजे पुरै चुरोट खाँदै त्यो एरियाबाट ए माथि चोकबाट। यहाँ अस्ति पहिरो आउने ठाउँमा आज खरेडी छ। अब यो एरियामा आएको छौँ हामी जङ्गलतिर। हेरौँ के देखिने रहेछ। रातो रातो हामीले के देख्यौँ है गाइस? बुरुज। गाडी साडी नि आउने रहेछ माथि।
गाइज हामी यहाँ जङ्गलमा घुम्न आउँदाखेरि प्लेनै भेट्यौँ त हेर्नु प्लेनहरू freaking plane in front of us जङ्गलमा आउँदा प्लेन देख्यौँ हाम्रो ठुलो जङ्गलको प्लेन चटपटे दिदी नै हुनुहुँदो रहेछ यो भाई है कॉटन कैंडी वाला भी है इधर देखो इधर सारे बच्चे लोग हैं घूम रहे हैं इस जंगल में भनेर सबै मलाई इंडियन ब्लगर न सोच्न लाग्ने मजा आयो रञ्जितले हामीलाई खतरा घुमाइदियो धन्यवाद रञ्जित आजको लागि सबजना आएको भएर रमाइलो हुन्थ्यो डाकाहरू बोलाइ पनि आएनन् स्टुडेन्टहरू नेपाल टुर लान्छ नि अमेरिका यही हो कुन बोर्डिङ रे काठमाडौँ ओल्ड स्कुल काठमाडौँ ओल्ड स्कुल इज इन गुन्डु KWS हामी त हेर्दै यहाँ पछाडि छौँ काठमाडौँ ओल्ड डाँडा चढ्ने